दर्शन नमस्ते सेवारो तरे माम मेरो नाम चाहिँ अन्जु घिमिरे उहाँको नाम लक्ष्मी तामाङ हो मेरो नाम चाहिँ अनि हामी चाहिँ स्कुलमा छौँ यो भ्यू चाहिँ हाम्रो साथीहरूको गाउँको अनि यहाँतिर भएको चाहिँ क्लास केटाहरू सोझो केटाहरू भयो त्यसरी अनि फेरि त्यसपछि हामी चाहिँ त्यो रङ क्वेसन खेल्न गइरहेका छौँ होइन जसले रङ भन्छ त्यसले कुटी खान्छ है अबदेखिबाट चाहिँ जस्तो गर्ने रङ क्वेसन होइन नि रङ एन्सर दिनुपर्ने मतलब मिल्यो भने चाहिँ पिटी खायो सत्य भन्यो भने चाहिँ पिटी खान्छ कि ल अब मैले सोध्ने कि तिमीले सोध्ने मैले तिम्रो घर कहाँ हो मेरो घर काठमाडौँ काठमाडौँ कुन ठाउँ बस्छ बोट्टा तिम्रो दिदीको नाम के हो मेरो दिदीको नाम अन्जु तिम्रो नाम के हो सुजिता तामाङ तिमी कति कक्षा पढ्छौ म 12 कक्षा भयो तिमी कति वर्षको भयो म 18 अनि यो मान्छेको यिनीहरू केटीहरू हाम्रो कक्षा कतिजना केटीहरू छ 5 जना तिमी केटा हो केटी हो म केटा अनि किन नथेलाको म केटा भएर अनि कति हप्तामा कति दिन बिदा हुन्छ 10 दिन महिनामा कति दिन शनिबार हुन्छ 2 वटा हामीले कतिवटा बुक बोक्छौँ 5 जना हामीले पेनले लेख्छौँ पेन्सिल लेख्छौँ डटपेनले पिडी म चाहिँ को केटा हो केटी हो कि केटा हो केटा हो मेरो नाम चाहिँ के हो सुस्मी अनि हाम्रो स्कुलको नाम चाहिँ के हो माध्यमिक अगाडि नाम त हुन्छ हौ माध्यमिक त सोही हुन्छ कि चक्रदेवी माध्यमिक चक्रदेवी मावि अनि हाम्रो ऊ त्यो निलो ज्याकेट लाउने केटाको नाम के हो सुजन सुजन होइन चलो हाल्छ अनि मलाई सोध्नै आएन अब उसले सोध्नु मलाई सोध्नुहोस् तिमी कति क्लासमा पढ्छौ म 2मा 2मा हो हाम्रो देशमा कतिवटा जिल्ला छ 7वटा तिमीले कुन कलर लगाएको छ लुगा मैले हरियो तिमी केटा हो कि केटी हो म केटा हो तिमीले कपालमा के लगाएको छ मैले काटा तिम्रो बोयफ्रेन्ड छ कि छ बोयफ्रेन्डको नाम के हो लच्छु लच्छु त केटी हो के भनि त तिमी केटा हो अब केटी भयो लच्छु हो के लच्छुको आयो हाम्रो क्लासमा कतिजना केटीहरू छ 2 जना तिमी र म ए म त केटा 5 जना मिल्यो क्या 5 जनै छ कि क्या मिल्यो है मिल्यो हो कुटे मलाई थाहा छैन कतिजना छ अनि उनीहरू 2टा अनि फेरि सञ्जीव र बिके अनि सुजन 5 जना हो अनि तिमीले के टिका लगाएको छ कि छैन मैले टिका ला छैन कुन कलर ला छैन भनिरहेको छु कुन कलर लाएन मैले हरियो कलर हरियो आयो अनि हाम्रो क्लासमा को चाहिँ छुट्टो छ हाम्रो कक्षामा सजिलो सुन्यो भने आयो कसले फोन ल्याएको छ त अन्जुले अर्को कसले ल्यायो अनि मैले हो
फोन लिएर आएको। ए ल ल मैले अहिले यति नै हो धन्यवाद। हाम्रो ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला हाम्रो लच्छुको युट्युब च्यानलमा होइन। अनि मेरो युट्युब च्यानलमा नि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच। अल द बेस्ट। बाई बाई।